यो भित्र के रहेको छ मैले अनबक्सिङ त गरिसकेको छु र यो भित्र के छ भनेर चाहिँ हामी चाहिँ हेर्न गइरहेको छ है त साथीहरु। यो भित्र यो रहेको छ एउटा ब्याग, यसमा स्टिकर रहेको छ, स्टिकर अनि अरु खाली छ। यिनीहरु साइडमा राखौं, यो स्टिकरलाई पनि साइडमा राखौं र यसभित्र के छ भनेर हेरौँ है हामी त। म सो एक्साइटेड छु म यो भित्र के छ भनेर हेर्न लागि। मैले अब बिगिनर भए पनि फर्स्टमै अब मैले चाहिँ यो DJI को माइक मिनी 2 लाई चाहिँ किन लिए भन्दाखेरि चाहिँ अनि यसमा चाहिँ यसरी कलर यो रहेको छ। फर्स्टमा अहिले यो छ एउटा कलर यो रहेको छ अनि बक्समा माइक छ अनि यो चाहिँ क्यामेराको लागि हो, यो क्यामेराको लागि भइहाल्यो अनि त्यति हो। ब्याग खाली छ। अब हेरौँ माइक कस्तो हुन्छ भनेर। माइक यस्तो छ, DJI को यो ट्याक्कै अनलक रहेछ, स्टिकर रहेछ, ट्याक्कै स्टिकर रहेको छ, स्टिकर रहेको छ र चाहिएको छ। र यहाँ अब यो भित्र चाहिँ यस्तो छ, यो न्यू भइहाल्यो। यसमा चाहिँ हामीले अघि देखाएको यो कलरहरु चाहिँ युज गरेर हाम्रो लुगा अनुसारको कलर युज गरेर चाहिँ हामीले चाहिँ माइकलाई हामीले यहाँ राख्न मिल्छ र यसमा चाहिँ हाम्रो यो भित्र यो भयो, यो अर्को माइक भयो, यो चाहिँ एडेप्टर भयो। अनि त्यसपछि यो चाहिँ हामीले यसमा चाहिँ टाइप सी को एडेप्टर पाउँछ, यो पाउँछ, यो छ। अनि त्यसपछि बट्टा चाहिँ यस्तो छ अनि यो बट्टा चाहिँ पावर ब्याङ्क भइहाल्यो, पावर ब्याङ्कको नि काम गर्छ। यो चाहिँ क्यामेरा र मोबाइल दुवैलाई हुन्छ। अब टाइप सी अब 14 देखि माथि हो भने चाहिँ यो एडेप्टर पनि युज हुन्छ, अर्को युज किनिराख्नु पर्दैन यो खाले। अनि यो चाहिँ रिसिभर भइहाल्यो, एडेप्टर भनेछ यो रिसिभर हो अनि यो चाहिँ एडेप्टर हो। यो अर्को अब 13 14 छ भने चाहिँ हामीले यसको चाहिँ अर्को एडेप्टर किन्नुपर्छ अनि यसको यो राखिहाल्नु यता, एडेप्टर पनि राखिहालौँ। अब चाहिँ यसमा एडेप्टर इनर रहेछ अनि मैले अघि ब्यागमा चाहिँ ब्याग खाली छ भनेको रहेछ, ब्याग भित्र पनि रहेछ म्याग्नेट र हाम्रो यहाँ म्याग्नेट राख्ने ठाउँ। अनि त्यसपछि हाम्रो यो दुईटा म्याग्नेट भयो। यो चाहिँ लास्टै पावरफुल छ, DJI को माइक कोही म्याग्नेट हो। हाम्रो म्याग्नेट दुईटा पाउँछ, एउटा चाहिँ हामीले यो यसरी गर्ने र अर्को चाहिँ यसरी टाँसेर डाइरेक्ट गर्ने र त्यसपछि यो भित्र नि अर्को पनि पाउँछ। यो भित्र फेरि अर्को नै रहेको छ, यो भित्र यो पनि रहेको छ। यो चाहिँ के गर्ने हो भन्दाखेरि चाहिँ हामीले अब आफ्नो ड्रेसमा अब कलर अनुसार दुईटा माइकको रहेछ। यो चाहिँ हामीले अब यो यहाँ भयो भने यसमा टाँस्ने, यसरी ब्ल्याक भयो। त्यसै गरी धेरै कलरको रहेको छ यसमा। तपाईले जुनसुकै अब ड्रेससँग म्याच हुने कलरहरु चाहिँ हामीले युज गर्न मिल्छ। अनि यो माइक चाहिँ हामीले चाहिँ अब ब्लुटुथ कनेक्ट गरेर पनि युज गर्न मिल्छ र हामीले सिधै यो के भन्छ यसलाई ब्लुटुथ कनेक्ट गरेर पनि मिल्छ अनि हामीले एडेप्टरसँग यो रिसिभर र एडेप्टर दुईटा राखेर पनि गर्न मिल्छ। अनि तपाईहरुले चाहिँ अब ब्लुटुथबाट चलाउनुहुन्छ भने चाहिँ
यो रिसिभरमा राखिकन ब्लुटुथबाट चलाउनुहुन्छ भने चाहिँ हामीले ब्ल्याक म्याजिक आइफोनमा हो भने सिधै हाम्रो मेन क्यामेराबाट चाहिँ यो माइक युज हुँदैन। अनि हाम्रो ब्ल्याक म्याजिक भन्ने एप्स डाउनलोड गरेर त्यहाँबाट चाहिँ हामीले युज गर्नुपर्ने छ। अनि हस् त धन्यवाद सबैलाई। मेरो यो अनबक्सिङको भिडियो चाहिँ यस्तो छ र तपाईँहरू सबैलाई थ्याङ्क यू सो मच। अनि मेरो युट्युबमा गएर सब्सक्राइब पनि गरिदिनु होला। अनि यस्तै गरी अब नयाँ नयाँ भिडियोहरू चाहिँ ल्याउने गर्छु। अनि अहिले चाहिँ फर्स्ट टाइम भएर त्यति बोल्नु पनि राम्रोसँग आएको छैन। अनि एकैचोटि मैले चाहिँ यसरी फर्स्ट टाइम नै हो यसरी रिभ्यू भन्दा नि यो अनबक्सिङको भिडियो चाहिँ यसरी बनाएको। अनि तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। साथसाथै अनि तपाईँहरूको माया पनि चाहेको छ। थ्याङ्क यू सो मच। धेरै माया दिनु होला।